आजको यात्रा जोखिमपूर्ण पनि छ, रमाइलो पनि छ, सबै कुराले भरिएको छ। यात्रा सुनसरी धरानसम्मको यो चाहिँ पर्यो सिमले पुग्न लाग्यो। यात्रा यस्तै त्यस्तै छ है, कठिन कठिन। गाडी नचलेपछि गयो हाम्रो कष्टकर यात्रा हो यो। तलतिर देख्दै गरेको यो अरुण कोशी, यसलाई चाहिँ घिर्लिङ भन्छ है, घिर्लिङ। पुल नहुँदाखेरि यसकै थ्रुबाट चाहिँ टक्क मान्छे पारी तर्ने चलन थियो। ल टुट्टो भइसक्यो पुल पनि। पुरानो भइसक्यो। सिपले पनि यो साइड पनि तल झरेको बाँसले बारेको रहेछ, डर मर्दो बारेछ यहाँ त। ल हट साइको लाग्यो, धेरै पछि हिँडेको त। हट फिलिङ साइको यार। माथि अर्को पुल छ। हट फिलिङ साइको। बाई बाई। यो चाहिँ तमोर कोशी। अब यो बाटो नहिँडेको पनि कति भइसक्यो। पारी त बाटै देखिरहेको छैन, तर यहाँ पुल छ एउटा। ओह अब पारी त बाटै छैन। After a long time, बाटो चाहिँ माडाङ। ल है यस्तो छ हालत। यो चाहिँ तमोरको कोशी। यसलाई चाहिँ हामीले मूल घाटमा पनि तर्नु सक्यो। त्यहाँ एउटा निकै नै जोखिम तरिकाको बाटो पार पछि चढ्नु लाग्यो। धनकुटाको सीमा हुँदै सुनसरीसम्मको यात्रा अगाडि बढिरहेको छौँ। जति पनि आवाज सप्तगजीको। पारीतिर पनि बस्ती छ चाहिँ। त्यतिर नि बाटो डेन्जरै छ भन्छन्। It's me here talking, Mr. Nirat Rai. हेर्नु मात्र मजा। यहाँका कथा कहानी उस्तै त्यस्तै दर्दनाक छन्, कठिनाइ छन्। हेर्नु मात्र मजा।
तल कोसी माथि भिर यस्तो अक्कडु छ अक्करे डरमर्दो सो मान्छेहरू हरि नजाओस् भनेर सेफ्टीहरू रहेछ है डरै रहेछ ए पर त भड्काइदिएछ नि यस्तो मान्छ अक्करे भिड है अक्करे भिड मेरो यात्रा डर छ है यहाँ डरमर्दो छ हामी चाहिँ जति सक्दो छिटो छिटो हिँड्नु पर्छ ओहो दिस इज भेरी रिक्सी नले चाहिँ फेरि गयो भने टलै पुगिन्छ हो यहाँ चाहिँ हानी पनि पुगिगएछ गाह्रो छ अरे ल कम्बलको पानी छ यार अलिअलि फोहोर झर्दो रहेछ हौ राम्रो त राम्रै छ जोखिमपूर्वक अलिक जोखिमपूर्वक यात्रा छ हाम्रो आज किनभने भिरको बाटो हिँड्नु पर्दैछ झर्न त दामी देखेको छ मान्छे त्यहाँ ट्र्यापमा परेछ गाह्रो छ है यो मलाई चाहिँ आउनु है हावा दामी छ आइरहेछ आहा तर के गर्ने ठाउँै जोखिम छ जोखिमपूर्वक ठाउँ छ खै आन्टी म पनि बानी छैन भारी बोक्ने गाह्रो कति गरौँ होला नि म नै खास छु आउनुहुँदैछ तपाईँ साथीहरू ए ठिकै छ त म नि बानी छैन कि अनि फेरि आँटेर मात्र भएन चिप्लेर झऱ्यो भने लड्यो फेरि गाह्रो छ है यात्रा ठाउँबाट बसौँ खालको छ के गर्ने डर लाग्दैछ तर दिस इज सप्ताहको चाहिँ अक्करे भित्र अहिले चाहिँ रेलिङ सिलिङ लगाइदिएर अलिकति यसो ढसिँदै हिँड्दा नि हुन्छ होइन लडिँदैन अटपट्टि अब छिरेर जाने भए चाहिँ लडिन्छ त्यति मात्र छ कुरो अक्करे भिर पानीहरू चुन्छ टक्क टक्क यहाँबाट थोपाबाट थोपा थोपा तर खासै भरोसिलो काम चाहिँ छैन जस्तो लाग्यो
यस्तो बनाएको जग पानी हेर पानी झरझर झरनाको माथिबाट पानी चुहुँदै आएको यहाँ लुक एट दिस ल एउटा डाँडा थियो के डाँडा त बगेर लग्यो यार यहाँ थियो एउटा लभ डाँडा हुने यार यहाँ एउटा चिल्लो ढुङ्गा थियो नि कहाँ छ ए बगेर लगेछ सेट चिल्लो ढुङ्गा त बगेर लगेर रेस गाइज हो यस्तो बनाइदिएछ यहाँ चाहिँ हो हाम्रो बार त झन्डै कोसीमा पुऱ्याइदिएछ यार यहाँ चाहिँ माथिबाट ढुङ्गा लडेर लागिए जस्तै छ यस्तो पाङ पुङ खाल्दैछ के गर्ने आलु ढुङ्गा हो यार हैट सुन्दै हिँड्नुपर्छ 72 सालमा त भने 72 अरे 82 साल बरासित आइपुग्ने थोरै बाँकी त्यो देखेको झुमुर झुमुर चाहिँ एउटा बराह क्षेत्र भन्ने मन्दिर भएको स्थल त्यहाँ जस राम्रो छ बराह क्षेत्र धाम No, अम्मा लड्दैन यो Come on, come on. ल पुल पनि परिहाल्यो पहिला पहिला बस्थे मान्छेहरू अचेल यहाँ बस्दैनन् व्यापारै हुनु छोड्यो व्यापार भयो उहाँहरू केही पसल थापेर बस्नुहुन्थ्यो गुड वर्क नत्र यहाँ पहिरो गइगएको थियो कसै न कसै कतै न कतै एउटा ध्यान चाहिँ आइरहेछ हो मान्छेहरू पनि निर्माण गरिरहेछन् David Falls. Looks like a David Falls. Wow. Nani?
शीतल हावा कति शीतल आएको हो हावा हेर्दै यहाँ चाहिँ बसौँ लाग्छ शीतल हावा यो चाहिँ फेरि आइकोनिक प्लेस यसलाई भन्छ घोप्टे ढुङ्गा त्यो चाहिँ मान्छेले काटेर बनाएको रहेछ ढुङ्गालाई सुनिन्छ सुनिँदैन हो शीतल यहाँ चाहिँ पानी पर्दा ओट लाग्ने ठाउँ हजुर घोप्टे भिर घोप्टे ढुङ्गा नै घोप्टे भिर भन्दो रहेछ घोप्टे भिर यहाँबाट इको बार सुनिन्छ यताको आवाज उताबाट पनि फेरि रिभर्स भएर आउँछ वाउ लुक द्याट मैले घरै छोडिदिएँ पछाडि अब म तिहारमा मात्र जान्छु अब बेसी नै गफ भाइ के हो छिटो ढुङ्गाले लड झरो पनि यसले पनि काम पुऱ्याउँछ है सक्यो खुट्टामा लाग्यो खुट्टै जान्छ हातमा लाग्यो हातै जान्छ अब चाहिँ हामी लगभग है त सुनसरीतिर सुन लागिसक्यो है आजको यात्रा मेरो लागि निकै जोखिमपूर्ण पनि थियो र धेरै कुराहरू बितेका कुराहरूको ताजापन पनि थियो यो बाटो धेरै पछि हिँडेको छु बचपनका कुराहरू याद आयो बचपन त के भने अब 14-15 वर्ष हुँदासम्म त हिँडेको है बाटो अब त 50 लागिसक्यो बुढो भइसक्यो सो यो बाटो आजको यात्रा भनेको धेरै कुराबाट अमूल्य छ जोखिम पनि छ द्याट्स इट आजको यात्रा भनेको यस्तै हो जोखिमपूर्ण यात्रा बचपनको कुराहरू सानो बालपनको कुराहरू याद पनि आयो सानोमा हिँडेको धेरै पछि हिँडेपछि त याद आइहाल्छ ताजा पनि भयो यो ढुङ्गा मैले अहिलेदेखि हेरेको लड्दैन यार अहिले त पुरा प्लान्टेसन गरेर बसिरहेको रहेछ हत्तेरी यति त बस्छु आजको यात्रा जोखिमपूर्ण पनि छ रमाइलो पनि छ सबै कुराले भरिएको छ यहीँबाट ठिक छ त ओहो यार यस यस यहाँ चाहिँ फेरि कालो पानी बग्छ ल
त कालो पनि पाक्छ ल लु कालो पनि है त कालो हो 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 ख्यालमा चिप्लेर झर्छु जस्तो लाग्दैछ मलाई यार यहाँ यस यस पुग्यो बाँदर छ बाँदर यिनीहरूको यहाँ त उनीहरू रहेछ नि हो यहाँ माथि सुतिर हेर्नु ऊ है पर्दैन होला ऊ सुतिर हेर्नु माथि ऊ डराउँदैन हो ऊ सुतिर ऊ हेर्नु त्यो ठुल्ठुला रहेछ नि मार्छ नि एक्लै दादा यो कुदिरहेको खुट्टा रहेछ क्या नि यो लो 12 सूत्र भन्ने ठाउँमा आइपुग्यो गाइज सबैले दर्शन गरौँ कोका खोला भन्छ यसलाई चाहिँ यसै गरी हाम्रो पैदल यात्रा यहीँसम्म पनि भएको जानकारी गराउँदछु सबैलाई जय नेपाल।